नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। सप्तरीमा चट्याङ लागेर 2 जनाको मृत्यु। हेटौडामा ट्रक दुर्घटनामा 2 जनाको मृत्यु। मोरङमा एम्बुलेन्स दुर्घटना 1 को ज्यान गयो। दैलेखमा बस दुर्घटना 1 जनाको मृत्यु। धनुषा सहित विभिन्न जिल्लामा आज फेरि भारी वर्षा। देशको मध्य र पश्चिममा सावधान रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। मिथिलाञ्चलमा मधुश्रावणीको रमझम सुरु। 13 दिनसम्म मनाइने मधुश्रावणी खास गरी नवविवाहित महिलाका लागि विशेष पर्व। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। र सिङ्गापुरमा आयोजना भइरहेको T20 विश्वकप एसिया क्षेत्र छनौटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित। अब समाचार विस्तारमा। सप्तरी मंगलबार वर्षासँगै परेको चट्याङ लागेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका 3 बस्ने 55 वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका 11 का 45 वर्षीय शिवसती देवी पण्डित रहेका प्रहरले जानकारी दिएको छ। खेतमा काम गरिरहेको अवस्थामा चौधरी र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तरीसी अस्पताल लहान लगेकोमा उपचारका क्रममा मृत्यु भएको हो। हेटौडा उपमहानगरपालिका 15 मा मंगलबार भारतीय ट्रकले 5 वटा सवारी साधनलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। MN 01D8031 नम्बरको भारतीय ट्रकले 2 वटा बस र 1 टाटा सुमो, 1 वटा रिक्सा र 1 मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको टक्करपछि नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साको चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। टाटा सुमो, अटो रिक्सा तथा बसमा सवारी 8 जना घाइते भएका छन्। मृत्यु तथा घाइते हुनेहरूको नाम खुल्न नसकेको छैन। दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन। मोरङको विराटनगरमा एम्बुलेन्सको ठक्करबाट मंगलबार 1 जनाको मृत्यु भएको छ। मोरङको विराटनगर नगरपालिका 3 गोगार्हा चोकमा सप्तरी राजविराज 6 की 55 वर्षीय उर्मिला देवी झालाई ठक्कर दिई घाइते बनाएको थियो। घाइते झाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। धनुषा नेशनल पोलिक्लिनिक वीरेन्द्रनगरले सञ्चालनमा ल्याएको J1 1195 नम्बरको एम्बुलेन्सले झालाई ठक्कर दिएको थियो। ठक्कर दिने एम्बुलेन्स र चालक धनुषा वीरेन्द्रनगर 1 का 22 वर्षीय दीपक कुमार मुखियालाई नियन्त्रणमा लिएको जिप्रका मोरङले जनाएको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको 8 बीच नगरपालिका 5 मा मंगलबार बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना 5 ख 7243 नम्बरको बस दुर्घटना हुँदा सोही ठाउँकी 33 वर्षीय दिर्जा माझीको मृत्यु भएको हो। दुर्घटनामा 7 जना घाइते भएका छन्। घाइतेहरूको दैलेखमा उपचार भइरहेको छ। धनुषा सहित विभिन्न जिल्लामा आज पनि अत्याधिक वर्षा बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्व तथा मध्यका केही स्थानका साथै पश्चिमका 1-2 स्थानमा आगामी 24 घण्टा भारी वर्षाको सम्भावना रहेको छ। आज इलाम, झापा, मोरङ, सुनसरी, चितवन, पर्सा, धनुषा, महोत्तरी लगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भएको छ। यस क्षेत्रका नदीमा आकस्मिक बहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाशय उक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानमा सामान्यदेखि मध्यम वर्षा हुनेछ। त्यस्तै देशका पूर्व र मध्यका केही स्थानका लागि
साथै पश्चिमका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार दिउँसो देशका पूर्वी र मध्य क्षेत्रमा पूर्वी बदली साथै पश्चिमीमा सामान्य बदली रहनेछ। त्यस्तै पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जनका साथै वर्षा भएको छ। देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका केही स्थानमा भारी वर्षा भएको छ। मंगलबार राति पनि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलीदेखि पूर्ण बदली साथै पश्चिम भूभागमा सामान्य बदली रहनेछ। त्यस्तै पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जनका साथै वर्षा हुनेछ। पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका केही स्थानमा भारीको सम्भावना छ। पूर्व र मध्यका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना छ। बुधबार र बिहीबार पनि केही स्थानमा सामान्यदेखि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि मिथिलाञ्चलमा मधुश्रावणीको रमझम सुरु। 13 दिनसम्म मनाइने मधुश्रावणी खास गरी नवविवाहित महिलाका लागि विशेष पर्व। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। र सिङ्गापुरमा आयोजना भइरहेको T20 विश्वकप एसिया क्षेत्र छनौटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। मिथिलाञ्चलमा मधुश्रावणीको रमझम सुरु भएको छ। साउन महिनाको कृष्ण पक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने मधुश्रावणी पर्व शुक्ल पक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ। 13 दिनसम्म मनाइने मधुश्रावणी खास गरी नवविवाहिता महिलाका लागि विशेष मानिने गर्छ। मिथिलाञ्चलको लोकपर्व मानिने यस पर्वमा विशेष गरी नवविवाहिता महिलाहरू माइतीमा गएर मनाउने गर्छन्, जस अन्तर्गत बेहुली र उनका सखीहरू सहभागी हुन्छन्। पर्वमा माता गौरी, महादेव र नागदेवता विषहरीका पूजा अर्चना र अनुष्ठान गर्ने गरिन्छ। मधुश्रावणी पर्वमा प्रत्येक दिन विभिन्न कथाहरू सुनाइने गरिन्छ, जसमा मैना, पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला, गौरी, पृथ्वी जन्म, समुद्र मन्थन, सतीको कथा व्रती महिलाहरूलाई सुनाइने गरिन्छ। नवविवाहिता पति पत्नीको आगाध र मधुर प्रेमी लगायतका रूपमा समेत यसलाई लिने गरेकाले विवाहित महिला र पुरुषका लागि श्रावण महिनाभरि विशेष रूपमा शिव र पार्वतीका विभिन्न गाथाहरूलाई गाइन्छ। यसैले नवविवाहिता नारीका लागि यो विशेष महिनाका रूपमा लिने गरिएको छ। मिथिलामा गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीका रूपमा पूजा गर्ने परम्परा छ। मधुश्रावणी पर्वका लागि नवविवाहिता व्रतालु श्रावण कृष्ण चतुर्थीको दिन स्नान गरी चोखो हुने गरिन्छ। अवधिको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व हो। भगवान शङ्करलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनी आस्थाका साथ पूजा गरिन्छ। आशुतोष शङ्कर मनोवाञ्छित फल प्रदान गर्ने देवताको रूपमा पूजिन्छन्। मधुश्रावणी पर्वमा विशेष रूपमा नाग देवतालाई विषहाराको नामले पूजा गर्ने गरिन्छ। विषहारालाई महादेवका सन्तति सरह मानिएकाले यो व्रत बस्नाले सर्पको भय नहुने र भगवान शङ्कर समेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 41औं स्मृति दिवस आज कम्युनिस्ट पार्टी एवं तिनका भ्रातृ संगठनहरूले विभिन्न कार्यक्रम गरी उहाँको योगदानको चर्चा गर्दैछन्। काठमाडौँ कृतिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिगमा नेकपा शीर्ष नेताले श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन्। स्मृति दिवसमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले देशैभर विभिन्न कार्यक्रम गर्दैछन्। विक्रम सम्वत 1981 असार 15 गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन 2045 साउन 7 गते भारतको नयाँ दिल्लीमा भएको थियो। श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रान्तिको अवस्था अझै पनि उत्तिकै सान्दर्भिक रहेको कम्युनिस्ट नेताहरूको दाबी छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारभित्र देखा परेको कमी कमजोरीलाई सच्याउँदै जानुपर्ने आवश्यकता औल्याउनु भएको छ। अध्यक्ष दाहालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको देशको सपना पूरा गर्न पनि पार्टी र सरकारभित्र देखा परेको कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। 41औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौँको चम्पादेवी स्थित पुष्पलाल स्मृति
पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सुदृढ बनाएर विरोधीहरूको षड्यन्त्रलाई परास्त गर्न पनि नेता कार्यकर्तालाई आफूभित्रको कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो। अध्यक्ष दाहालले प्रतिक्रियावादीहरूले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षड्यन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो। मैले पुष्पलालको इतिहासको अध्ययन गरेर जनयुद्धकै बेलामा एउटा दस्तावेजमा मैले पुष्पलालको बारेमा जे मूल्याङ्कन गरेको थिएँ त्यसलाई हेर्दा पहिलो सुरुवात विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध गर्ने, फेरि आन्दोलित गर्ने, फेरि दीर्घकालीन सशस्त्र किसान सङ्घर्ष मार्फत जनवादी क्रान्तिको रणनीति अगाडि बढाउने अनि पञ्चायतका विरुद्ध मिल्ने शक्तिहरूसँग मिलेर जाने कुराको पहल पनि कमरेड पुष्पलालले नै गर्नुभएको हो। त्यस अर्थमा हामी सबै पुष्पलालकै सन्तति हौँ, पुष्पलालकै उत्तराधिकारी हौँ र अब समाजवादतिरको यात्रा पनि हामीले उहाँको सपना अनुसार नै पुरा गर्नु छ र यो बीचमा यो जटिल र महान काम भएको हुनाले चाहिँ तपाईहरुले सोचे जस्तो छटपट भइहाल्ने त हुँदो रहेनछ। अध्यक्ष दाहालले पार्टी एकताको बाँकी सबै काम साउन महिनाभित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियान नै सञ्चालन गर्ने पनि दोहोर्याउनुभयो। पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका वरिष्ठ नेता नेपालले जनताको अपेक्षा अनुसार सरकारको काम कारबाहीलाई पार्टीले प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। जनताका गुनासाहरू, जनताका भावनाहरू सुन्ने, बुझ्ने र सही छन् भने त्यसलाई स्वीकार गर्ने र कमी कमजोरलाई सुधारेर अगाडि बढ्ने। त्यसो हुनाले म विजयलाल दाइलाई भन्न चाहन्छु कि अहिलेको स्थितिभित्र यो सरकार, कम्युनिस्ट पार्टीको सरकारले जुन जिम्मा पाएको छ यो इतिहासमै वास्तवमा अभूतपूर्व त्यस्तो जिम्मेवारी, अभूतपूर्व अवसर हो। यो अवसरलाई हामी त्यतिकै खेर जान दिने छैन। हामीले खेर जान दियौँ भने फेरि इतिहासले। कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिगमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, नेता खनाल सहितले माल्यार्पण पनि गर्नुभएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिनुको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गर्नुभएको हो। मङ्गलबार दक्षिण कोरियाबाट फर्केको नेपाली कामदारहरूले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा लगानीका लागि आवश्यक वातावरण बस्नेको तर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानकर्षण गराउनुभयो। मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरूको सिप र अनुभवलाई भरपूर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उहाँले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताउनुभयो। सन् 2007 मा दुई देशको बीचमा समझदारी औपचारिक रूपमा सम्पन्न भइसकेपछि नेपालको जनशक्ति गणतन्त्र कोरियामा कामका लागि जाने अवस्था औपचारिक हिसाबले सुरु भयो र सम्भवतः 2007 साल पछाडि हालसम्म 63,000 भन्दा अझ धेरै सङ्ख्यामा नेपाली श्रमिकहरूले गणतन्त्र कोरिया गएर काम गरिरहेका छन्। गणतन्त्र कोरियाका उद्योगपतिहरू, व्यवसायीहरू। मन्त्री विष्टले दक्षिण कोरिया आफ्नै मेहनतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढ्ने योजना तय गरिरहेको पनि बताउनुभयो। सरकारी तथ्याङ्क अनुसार हालसम्म 63,000 नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन्। मन्त्री विष्टले उनीहरूको ज्ञान, सिप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले
हज यात्रीहरूलाई बिदाई गर्नुभएको छ। मक्का मदिना जान लागेका महतरीका हज यात्रीहरूलाई सोमबार काठमाडौँमा भएको कार्यक्रममा मन्त्री यादवले बिदाई गर्नुभएको हो। त्यस क्रममा उहाँले हज यात्रीलाई नेपाल र नेपाली जनताको सुख शान्ति र समृद्धिको कामना गर्न आग्रह गर्नुभयो। उसके लिए मैं उनको बहुत तहे दिल से शुक्रिया अदा करता हूँ कि उनके चलते आज सब हाजी जी को मैं एक साथ दर्शन कर पाया, क्योंकि आप उस काम के लिए जा रहे हैं जो बहुत कम लोगों को नसीब होता है। और जैसे कहें कि बहुत लोग यात्रा करते हैं, सफर करते हैं, लेकिन आप लोग वो सफर कर रहे हैं जिसमें कफन भी साथ लेके चलते हैं और दुआ करते हैं कि मक्का पहुंचे तो वहीं मेरा इंतकाल हो जाए। ये बहुत बड़ी बात है और मैं दुआ करूंगा कि आप लोगों का हज सफल हो, आपका यात्रा कोई मुश्किल ना आवे और आप भी वहां पहुंचे तो इस देश के अमन शांति के लिए, हम लोगों के भाईचारा के लिए भी दुआ करें, क्योंकि आप उधर से लौटेंगे तो आपका अलग ही। कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इत्तियाक रायनले हज यात्रीको यात्राको सफलताको कामना गर्नुभयो। कार्यक्रममा प्रदेश 2 को महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति मोहम्मद जैनुल रायन, समाजवादी पार्टीका नेताहरूलाई उपस्थिति थियो। मुस्लिम धर्मावलम्बी पवित्र स्थल मक्का मदिनामा हरेक वर्ष हज गर्न पुग्ने गरेका छन्। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी र सिङ्गापुरमा आयोजना भइरहेको T20 विश्वकप एसिया क्षेत्र छनौटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने दृढता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएकोमा पनि आपत्ति जनाउनुभयो। मङ्गलबार काठमाडौँमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सह्य नहुने पनि स्पष्ट पार्नुभयो। र तिनले सर्वसाधारण जनतालाई उच्च सेवा सुविधा सहुलियत दरमा प्रदान गर्न सकुन्, अध्ययनका लागि, अध्यापनका लागि, उपचारका लागि टाढा टाढा जानु नपरोस्, नजिकै आफ्नै ठाउँमा निकटमा जहाँ चल्न सक्छ त्यस्ता ठाउँहरूमा प्राप्त हुन सकोस् सुविधाहरू सेवाहरू भनेर यस्ता प्रतिष्ठानहरू निर्माण भएका छन्। अनि खेल मैदान बनाउने होइन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, मान्छे नियुक्ति गर्ने भर्ती केन्द्र पनि होइन त्यो, र बिजनेस व्यापार गर्ने व्यापारको थलो पनि होइन त्यो। कुन पार्टीका छन् मलाई मतलब छैन, प्रचार गर्ने, त्यहाँबाट दबाब सिर्जना गर्ने, यस्तो दबाब। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रूपमा विकास गर्न चाहेकोले सोही अनुसार काम गर्न पनि सचेत गराउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल 500 कर्मचारीको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गर्नुभएको छ। मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले तत्काल 500 कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो। विकास निर्माणका कामलाई अघि बढाउन 500 कर्मचारीको तत्काल आवश्यकता रहेको उहाँको भनाइ छ। मङ्गलबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै
कामै गर्न नसकेको पनि स्पष्ट पार्नुभयो। उहाँले कर्णाली प्रदेशमा कर्मचारी जाने नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलब भत्ताको व्यवस्था गर्न पनि सङ्घीय सरकारलाई सुझाव दिनुभयो। कर्णाली प्रदेशमा हाल 3500 कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ। जाने या अर्को उपभोक्ता सिस्टमबाट हामीले बजेट काट्नु अहिले तत्कालका लागि 500 जना जति कर्मचारीहरू 10वटा चाहिँ जिल्ला एकीकृत कार्यालय चाहिँ हामीले खोलेर सबै कामहरू एकै ठाउँबाट गर्ने गरिकन हामीले तत्काल कार्यालय हामीले खोल्नका लागि पनि त्यति कर्मचारीको आवश्यकता पर्छ भनेर हामी 500 कर्मचारीहरू तत्काल खोल्नका लागि भने हामीले सङ्घीय लोकसेवालाई हामीले अनुरोध गरेका चाहिँ छौँ र अहिले स्थानीय तहका कर्मचारीहरूको विज्ञापन निकाल्दा केही चाहिँ अलिकति विवादहरू चाहिँ आए र यसले गर्दाखेरिमा रोकिएका चाहिँ छन् र अहिले हामीले कुराकानी गर्दा 60वटा प्रदेशको एकैपटक निकाल्ने भन्ने टाइपको कुरा नवोच्चारणमा सुन्न पाइएको छ। मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पार्नुभयो। उहाँले भौगोलिक विकटताका कारण विकास निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यकता हुने पनि स्मरण गराउनुभयो। धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर 1 सिङ्गरजोडा जाने सडक खण्डमा मङ्गलबार 5 किलोग्राम गाँजासहित 2 जना पक्राउ परेका छन्। पिपलचौतारा स्थित J9 प 6398 नम्बरको मोटरसाइकलमा अपरिचित व्यक्तिहरूले नीलो रङको झोलाभित्र लुकाई छिपाई लागु औषध गाँजा बोकेर ल्याउँदै क्रममा प्रहरले पक्राउ गरेको छ। महोत्तरीको औरही नगरपालिका वडा नम्बर 2 बस्ने 23 वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 10 बस्ने 27 वर्षीय रोशन विश्वकर्मालाई चेक जाँच गर्ने क्रममा प्रहरले पक्राउ गरेका छन्। अब खेल समाचार। सिङ्गापुरमा आयोजना भइरहेको T20 विश्वकप एसिया क्षेत्र छनौटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। मङ्गलबार बिहान सिङ्गापुरमा भएको खेलमा नेपाललाई कतारले 4 विकेटले पराजित गरेको हो। 123 रनको लक्ष्य कतारले 4 बल बाँकी हुँदा भेटायो। उसका लागि इनाम उल हलले 41, कामरन खानले 22, नुमन सरवारले 15 तथा हाजी इब्राहिमले 12 रन बनाए। नेपालका सन्दीप लामिछानेले 3 विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर 122 रन बनायो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 34 रन बनाए। त्यस्तै कप्तान पारस खड्काले 28, उपकप्तान ज्ञानेन्द्र मल्लले 23 तथा सोमपाल कामीले 11 रन बनाए। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सप्तरीमा चट्याङ लागेर 2 जनाको मृत्यु। हेटौडामा ट्रक दुर्घटनामा 2 जनाको मृत्यु। मोरङमा एम्बुलेन्स दुर्घटना 1 जनाको ज्यान गयो। दैलेखमा बस दुर्घटना 1 जनाको मृत्यु। धनुषा सहित विभिन्न जिल्लामा आज फेरि भारी वर्षा। देशको मध्य र पश्चिममा सावधान रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। मिथिलाञ्चलमा मधुश्रावणीको रमझम सुरु। 13 दिनसम्म मनाइने मधुश्रावणी खास गरी नवविवाहित महिलाका लागि विशेष पर्व। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी। र सिङ्गापुरमा आयोजना भइरहेको T20 विश्वकप एसिया क्षेत्र छनौटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।